चिन्नी हो ड्रेस र स्कुल ड्रेसमा फरक पर्छ हामी जान 3-4 स्कुल घुम्ने जान्छौँ म त ड्रेसले मात्रै चिन्ने हो सर ल म यहाँ खिच्छु है त ल हेलो साथीहरू गुड मर्निङ नमस्ते हेलो भाइ गुड मर्निङ नमस्ते ए ल भन्नु त तपाईँ बोला यतापट्टि कुन ज्याकेट अब कुन ज्याकेट व्हाइट ज्याकेट लाउनु भने अमृत सर हुनुहुन्छ अनि यता चाहिँ हाम्रो उत्तम सर हुनुहुन्छ हेलो हेलो अमृत सर यता हेर्नुहोस् वेलकम टु माई युट्युब च्यानल यता उत्तम सर हेलो उत्तम सर यस प्लिज वेलकम टु माई युट्युब च्यानल थ्याङ्क यू लाइक सब्सक्राइब सेयर र त्यो बेल आइकन पनि दबाइदिनु होला ताकि हाम्रो भिडियोहरू तपाईँहरू माझ पुगोस् हजुर हस् थ्याङ्क यू आज हामी कहाँ छौँ त्यो पनि भन्नुहोस् न अहिले भक्तपुरको निलबाराई भन्ने ठाउँमा चाहिँ मन्दिरमा जाँदैछौँ हजुर निलबाराईको बाटोमा जाँदैछौँ हामी हजुर त्यहाँ गएर अब अनि आज गणेशसित चाहिँ हजुर डेटिङ मागेर चाहिँ हामी चाहिँ जाने क्रममै छौँ अब आशी के दिन्छ नि हेरौँ ए हजुर मैले कसम आर्थिक मागेर मैले चाहिँ अझ होइन आज हामी निलबाराई पिकनिक स्पटमा चाहिँ डेटिङ म त आर्थिक मागेर अनि यसो पिकनिक बनाउने मोटी भएर कान दुनिएपछि के सुन्छ के तर रमाइलो छ ठिक छ साथीहरू एकदम रमाइलो छ दामी छ साथीहरू लोकेसन चाहिँ फेरि हामी त मासतिर गएर पनि भेट्नेछौँ हेर्नुहोस् तपाईँहरू पनि आउनु सक्नुहुन्छ कमान दुर्गा प्रसाद तर तल खिच्दाखेरि चाहिँ त्यही हो क्या रेकर्ड हान्नुपर्छ क्या आफैले डब गर्नुपर्ने हुन्छ किन भन्नु न कपिराइट हान्छ भने त्यहाँ कति गीत बजिरहेको झ्याङझ्याङ झुङझुङ नाचेको त्यही भएर मन नखिच्यो साथीहरू लाइक सब्सक्राइब गरिदिनु होला एकदम धेरै हाम्रो भाइको ल लेस्बियन सुने हैन मिल्दैन बहिनीहरूले डेन्जर दिएर जानुभयो त पिक्चर ल द्वारपालको थोरै अलिकति उताबाट रहेछ सर जाउँ न आऊ मङ्की मैले देखिसे हामी त भन्नै पर्दैन ओहो मङ्की डग भनेपछि त एकदम नजिक छन् कस्तो दामी लोकेसन देखायो क्या साथीहरू ला 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 म आफै म्युजिक हाल्छु है कविता गान खै त यहीँनिर देखेन ओहो यता त खत्रै सुट भइरहेको रहेछ उता माथि सबै हाम्रै म्यामहरू त भन्ने अघि म यहीँसम्म आएर फर्केको
म्याराथन रेसमा जानु पर्यो कि उत्तम सर तपाईँ म्याराथन रेसमा जानु पर्यो सिधै उकालोबाट चाहिँ हुर्र गरेर तपाईँ च्याम्पियन Hello, all ma'am. Good morning. Welcome to my YouTube channel. All ma'am रे के all ma'am रे उहाँले चाहिँ कति साह्रो बुझेर यस्तो म देखाइरहेछु हाम्रो कमी भयो नि बिनामा आउँछु तपाईँ यता आउनु यता तपाईँ आउनु बस्नु न बस्नु फेरि यता यता भन्छ भने म भ्लग हाल्न केमा जाने भयो अरे ल भन्नु हाम्रो यो सरस्वती म्याडमको युट्युब जानी भयो अब हेरे हेरे चाहिँ को नि हेरे भयो भने यता अरे हेरे हेरे उहाँहरू रे भने हो यो हामी अब युट्युबमा जानु भयो अरू चाहिँ हेरे भयो उहाँहरू नि हेरे 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 ल अनि हामी फेरा फेरा कि खिचाइसक्यो थ्याङ्क यू भन्नुपर्छ हामीले फोटो पोस्ट एकजना यता भन्दा भन्दै अनि उता हेरे हेरे उता नि सुरु भइरहेको ल सब यता लानु भयो ए भगवान् भन्नु त अहिले जसरी अब हामी के खान जाने अब हामी मुर्गी चिउरा खान जाने अब त्यसमा चाहिँ अब के मिसकट हुन्छ अब यसो नुन पिरो अमिलो के हुन्छ त्यही हजुर नाच्ने अनि त मन्दिर घर आउनु न ल म त घर आइसक्यो त कति बेला ल तिम्रो यहाँ नाप्दै दियो त्यसो यहाँ हो थिएन हौ हामी ए हाम्रो त्यहाँ फोटो जाउँ न ल जाउँ पछि चाहिँ त उयो मेरो ब्याग लिन्छु हामी माथि मन्दिर जान्छौँ साथीहरू निलमा राई होइन हो ए हो र चागु नारायण मिडिया भन्ने बित्तिकै फेरि मामाको याद आउँछ नि यहाँ भ्लगमा भनिदिउँ न हो मामा चागु नारायण मन्दिर चाहिँ रहेछ खोइ मन्दिर ल जाउँ सरले हामीलाई गाइड गरिरहनु भएको छ मन्दिर चाहिँ खतरा सरले हामीलाई गाइड गरिरहनु भएको छ साथीहरू निलबाराही मन्दिर ढोग्ने होइन यस्तो गर्ने हो साथीहरू निलबाराही मन्दिर नमस्ते गर्नु त भगवान्लाई राम्रो छ अघि देखे होला खोइ त सरको त नमस्ते जाँदैन त सर नमस्ते गर्नु न निलबाराही मन्दिर बजाउनु भने मलाई पनि होइन ओके साथीहरू भक्तपुर निलबाराही मन्दिर यो चाहिँ भक्तपुर निलबाराही मन्दिर साथीहरू तर निलबाराही भगवान चाहिँ भित्र कुन हुनुहुन्छ थाहा नै भएन ए गणेश ओ निलबाराही गणेश के चाहिँ मैले चाहिँ पारेर भक्तकुण्ड भनेको के गणेश कुरा होइन सर्वकारी शिष्य सम्पदा भनेको कुनै पनि काम गर्नुभन्दा अगाडि चाहिँ कुनै पनि विघ्न बाधा चाहिँ नपरोस् भनेर चाहिँ उनको प्रार्थना गरेको हजुर त्यही भएर ओम गम गणपति मम विघ्न विनाशाय तनु जन्ती प्रचुदया भन्छ गणेशको चाहिँ पूजा गरिसकेपछि मात्र अरू देवी देवताको चाहिँ के हुन्छ त
कुनै पनि शुभ कार्य गर्नुभन्दा अगाडि पहिला चाहिँ के हुन्छ गणेशको पूजा हुन्छ। गणेशको पूजा भइसकेपछि मात्र अर्को चाहिँ दीप कलशको पूजा भएर अनि कुन कार्यको लागि चाहिँ त्यो पूजा आजा गरिरहेको छ अनि त्यो कार्यको चाहिँ भगवान्को चाहिँ नाम लिएर पूजा आजा गरिन्छ। हजुर थाहा भयो मलाई। अनि हाम्रो साथीहरूलाई नि थाहा नहुने साथीहरूलाई पनि थाहा भयो। टिकटक सुरु पिपल रहेछ पिपल रहेछ अनि बर माग्दिएको सरले अनि हाम्रो लागि मागिदिनु भयो। पिपल रहेछ अनि बर माग्नु साथीहरू म पिपल पनि भइसकेको छु। अब उहाँहरूले चाहिँ ब्याग जता ओहो त्यही भने ल आउने बेलामा एक एकवटा आइफोन गिफ्ट ल्याइदिनु नि केटाहरू। आइफोन नै ल्याइदिनु भन्ला फेरि आइफोन भनेको पर्दैन हुन्छ भ्याउँछ हामी सब क्याप्चरमा छौँ। राम्रो छ नि त स्वर त नगर्नु ताना तान भो हाना हान भो भन्नु न त चौली बजारमा। अब यतापट्टि रमाइलो ब्याटरलाई हानिदिने रमाइलो हानिदिनुहोस् हान्नुभयो। यो चाहिँ अहिले रिल्सको लागि नै काम लाग्छ है। जितपुर मावि भने अघि जितपुर फेदी मावि भएर होइन त्यही पनि साथीहरू तपाईँहरू सबैजना सरस्वती तामाङ भन्ने फेसबुक आइडी हेर्नु होला। अनि त्यसपछि त्यहाँ चाहिँ हाम्रो रिल्स आउँछ है साथीहरू। जति सक्नुहुन्छ सब म्यामहरूलाई पिछा गरिदिनु होला तपाईँहरूले सकेसम्म। यति राम्रो लोकेसनमा अघि हामी जाने बेला चाहिँ 4 जना थियौँ फर्किँदा फेरि ग्याङ छौँ होला। सबजना गइसक्नु भएको थियो नि त पहिल्यै। अब चाहिँ घाम चर्किँदै गइसक्यो साथीहरू कस्तो हेर्न पनि गाह्रो त्यही खतरा भइरहेको छ साथीहरू रमाइलो। ल भन्नुहोस् ओ क्यामराम्यान भन्ने नबोल्ने नभएको कपाल साथीहरू हाम्रो सरस्वती नभएको कपाल हेरिदिनु होला। क्याबले छोप्दै हुनुहुन्छ खासमा भन्दा नि त्यहाँभित्र कपालै छैन सरको क्याबले छोपेर हिँड्नु बमी टाउल जस्तो साथीहरू हाम्रो सरले चाहिँ पानी खानुहुन्छ। ल नानी अघि भने जस्तो भन्नु त के भएको अरे प्राङ्क गर्नु भएको रहेछ। म त रुने आँट्छ वहाँ पर बसेर के भयो प्राङ्क गरेको होइन बिना म्यामलाई खिच्नु दिएको थियो क्या। लास्टमा गएर म्यामले त होइन सरले मलाई उता लगेपछि सरको रियाक्सनै छैन क्या। स्टप गरेर उता लगेर भन्नुभयो नि त मलाई नाटक है तर खतरा भएको थियो साथीहरू हाम्रो प्राङ्क। हजुर ला लड्या हो साथी हो। अब चाहिँ उद्धुमै भयो। म्याम कतिमा पढ्ने भाइ रे त्यो 10मा पढ्ने भाइको भाँचे हो हेर्नु त्यहाँ ल हात भाँच्यो अरे कि ऊ ब्याड लक साथीहरू। सरलाई चाहिँ ब्याड लक भयो रियाक्सन दिनु त सर।
यसको हात टालेर भाँच्नु चाहिँ के गरेर भाँच्यो एउटा फ्रुटी सुटी एउटा खुवाउन पाएन पान साथीहरू पान सिधै अब मिठा पान क्या बोर भयो साथीहरू हेर्नुहोस् भाइलाई चाहिँ म यहीँनिरबाट गेट 12 सुन भन्छु अहिले फर्केर आए पछाडि म हजुरलाई देखाउँछु भाइ तर आउनुभयो भने है त्यहाँबाट घर जानुभयो भने त कसो देखाउँ टुना अल्झेर अरे साथीहरू टुना अल्झेर अरे साथीहरू बदाम किन्नु भने बदाम यो घाममा खाने नि त्यही त नि हो खाने हो नि तपाईँ खाने हो क्या घाममा साथीहरू हामीले चाहिँ बदाम पनि खाइसक्यौँ भाइ चाहिँ हस्पिटल लगिसक्नु भएको कस्तो नरमाइलो भयो तर मैले नि चुकचुक गरेर होला भनेर बुझाएको थिएँ म्याम होइन रहेछ मैले के गरेँ हिँडो त्यहाँ केही त औधी नगरी त हात भाँचेन भने होइन रहेछ नि बिचरा त्यही त औधी गर्ने खाले त बच्चा अलि होइन त्यो जुत्ताको तुनार लङ भएको रहेछ अनि त्यस पछाडि अड्केछ अनि हुत्तेछ कहाँ अघि बदमास हो भन्नु नि माथि हुनुलाई चाहिँ तर आज चाहिँ होइन अरे ल भाइहरूले एङ्करिङ चाहिँ डरै गर्दैछ कसरी हल्लाउने पहिलो पानी आउला मलाई पनि ए ल थ्याङ्क यू सो मच सानो यति हो खानु भएन ल साथीहरू हामी चाहिँ खानाको लागि लाइन बस्यौँ डान्स त युनिकै हो मेरो अब सब सेलाएर साथीहरू मैदान खाली भइसकेको छ मैदान खाली एकछिन न कविता म्याम किन आउनु भयो कविता म्याम किन आउनु भयो मैदान खाली गरेर हेर्नु मैले यस्तो गरेर साथीहरू मैदानै खाली भइसकेको छ हेर्नु यसो भने कविता म्याम एकदम धेरै नाचिरहनु भएको थियो आउनु भएको ल है म्याम ल हामीले सक्छौँ मैले त अहिलेसम्म खेलेन भने ओके फेरि प्राइज यही हामीसँग उठेको पैसा मध्ये चाहिँ विद्यार्थी फर्स्टलाई प्राइज जान्छ यहाँ चाहिँ हाम्रो नाम लेखेर पर्सि एसेम्ब्लीमा म्युजिकल चेयरको विद्यालयले प्रमाणपत्र दिन्छ सर्टिफिकेट मोबाइलहरू छ कि फोनहरू छ कि त्यहाँ राख न त्यहाँ कम्प्युटर टाइप गरेर राख्दै है भाइ राख्दै है मेरो एसेम्ब्लीमा दिन्छ है त ओके अब गेम सुरु गरिरहनु परेन ल सर कस्तो रे त्यसरी दौडी नि साथीहरू मेरो ढुकढुक भयो मैले चाहिँ अहिलेसम्म खेला छैन यो उमेरसम्म यही एजमा आएर खेल्नु पाइरहेको हेलो
3 पटक तिनटा झिक्ने त्यसपछि 3 पटक ताली बजाउन हार्दिक अनुरोध र त्यसपछि फर्दर उनको उपचार अब उनी यहाँ अहिले हामी सबै अब खाना आइपुगेका छन् फर्दर उनको भोलिदेखि अलिकति उपचार हुँदैछ अब यो मेसलाई हामी धेरै भित्र खादिँदै गयौँ त्यसैले घुम्न धेरै परेन अब अलिकति अगाडिबाट चाहिँ यहाँहरू अब घुम्नुहुन्छ यो एक लटमा एउटा मात्रै कुर्सी देखिन्छ है त्यसैले यहाँहरूले चाहिँ त्यति धेरै आत्तिले चाहिँ प्रथम गर्नुभएको छ धेरै क्लास गरिदिनु होला सबैजनाले साथीहरू अब चाहिँ हाम्रो स्टप भएर भाइ बहिनीको पालो रहेको छ यो नि एउटा के त यसले हो कि अर्कोले त्यो कुटे त्यो आफै आउटै त हो नि भनेर नि साथीहरू भाइ चाहिँ ब्याक भइसकेको छ बाबु तिम्रो त्यो हात कसरी भाँच्या भन्दै त अनि कसरी लड्यो कसरी भन्न त तोनाले हो कि अल्झेर हो कि हजुर अहिले कस्तो छ कान्छ अघि बिचरा कस्तो भएको थियो ल गेट वेल सिन प्लास्टर मात्रै गरेर ल्याएर त्यसको अपरेसन गरेर माई गॉड ल कान्छ गेट वेल सिन गएर राख बिचरा ओके थ्याङ्क यू ल पानी खाऊँ यो भाइले नखा ल सर उता जानुभयो काग डराउने ऊ आएर लैछ हजुर बिचरा यहीँ पऱ्यो साथीहरू हामी चाहिँ आज खाएको न भैँसी जस्तो उखाड्दैन नि अब त हालिदिनु ल तपाईँहरूले अलिकति थोरै ल अर्को तरकारी 40 रुपियाँ साथीहरू यस्तो खायो यस्तो नाच्यो मेरो हालत यस्तो भयो मोबाइल पनि अफ हुन लागिसक्यो मेरो भ्लगले त्यस्तो इन्ड हुन्छ ल यता नाच्नु चाहिँ नाचिरहनु भएको यता बहिनीहरू खाइरहनु भएको यता दाजुभाइ मामा खाइरहनु भएको साह्रै गाह्रो भयो धेरै खायो धेरै नाच्यो ल जाऊँ न त यो लाग्छ भन्दा उयो होला बजारमा राखिदिनु पर्दैन ल मिलाउनु अब गाडीको सेग्रेसन मिलाइदिनु होला गाडीको पास लानेको भाइ बहिनीहरू फेरि झर्न पर्ने हुन्छ फेरि जाने बस हाम्रो स्कुलको विद्यालयको बसमा बस्नु होला विद्यालयको बसमा फेरि कागती गाउँ अनि तिनले पनि त्यो गाडी निस्किन्छ बाँकी भाइ बहिनीहरू